गाइज गुड मर्निङ हजुरहरूलाई स्वागत छ हाम्रो न्यू ब्लगमा। अभी मजा आएगा ना भिडो। सन्चै हुनुहुन्छ होला हाम्रो एकदमै सन्चै अनि आज चाहिँ कहीँ सुर्खेतमा पानी पर्ला जस्तो भइरहेछ होइन। अलि मौसमले च्यालेन्ज गरिरहेछ। हजुरकोतिर पानी परेको छ कि नै के भइरहेछ हजुरहरू कमेन्ट गर्दै गर्नु होला। आज चाहिँ गाइज हामी फाइनल्ली क्रिकेट म्याच हेर्न गइरहेछौँ। हामी कहाँ अरे रङ्गशालादेखि माथिको फिल्डमा चाहिँ हामी चाहिँ आज सुर्खेतमा हुन गइरहेको अन्डर 16 को क्रिकेट म्याच हेर्न गइरहेका छौँ। आज चाहिँ कसको म्याच छ अरे? कर्णाली र गण्डकी प्रदेशको। अनि हामी चाहिँ भनेको कर्णालीको समर्थक। त्यही त हजुर चाहिँ कसको सपोर्टर हुन्छ? कर्णालीको हो। गाइज आज कर्णाली जित्नुपर्छ है जसरी भए पनि। समर्थक हुनु भएन। हामी चाहिँ अब क्रिकेट म्याच हेर्न गइरहेका छौँ। कसले जित्छ के हुन्छ हामी हजुरलाई देखाइनेछौँ। हजुर बाटोमा हिँडिरहेको छौँ होइन। अब हामीलाई चाहिँ यहाँबाट कति मिनट लाग्ला रङ्गशाला पुग्नु? 15 मिनट लाग्छ होला साँच्ची हो। ल है गाइज हामी चाहिँ अब हिँडिरहेको छौँ बाटोमाथि। हामी अब धेरै छ पुग्ने टाइम चाहिँ लगभग यस्तै 15-20 मिनट लाग्छ होला सायद। हिँडिरहेको छौँ। यो चाहिँ हो सुर्खेत एयरपोर्ट जाने बाटो हाम्रो रुम नजिकै। अनि यो चाहिँ छ औद्योगिक वीरेन्द्रनगरको औद्योगिक क्षेत्र यहीँनिर छ। हामी चाहिँ त्यहीँनिर पुगेछौँ होला सायद होला। खासै हाम्रो मलाई जाऊँ न त 20 रुपियाँ पर्छ। 20-10 रुपियाँ जति पनि पाइन्छ क्या। गाइड हामी चाहिँ अब कुल्फी खान गइरहेको छौँ। कुल्फी औद्योगिक क्षेत्रमाथि हामी कुल्फी खान गइरहेका छौँ। हामी चाहिँ अब कुल्फी खाने कुल्फी गइरहेको छौँ। गर्मी भइरहेछ। अब चिसो कुल्फी खाएर हामी कहाँ जाने? म्याच हेर्नु गयो। म्याच हेर्न कर्णाली प्रदेश भर्सेस गण्डकी। हामी चाहिँ यहीँ सुर्खेत डेरी उद्योगमाथि कुल्फी खान जान्छौँ। अब अहिले कुल्फी आइसकेको छ हाम्रो होइन। कुल्फी हो चिसोमा कस्तो दामी घाममा गर्मी भएकोमा कस्तो दामी कुल्फी आइरहेको छ चिसो। अब हामी चाहिँ यही खाएर लाग्छ क्रिकेट म्याच हेर्न। कस्तो दामी छ है। कस्तो लाग्यो कुल्फी? यो ठ्याक्कै दुधको जस्तो आयो। दुधको नै हो। ठुलो पाइन्छ दुधको हो जस्तो लाग्यो। यस्तो दामी छ त्यो। गर्मीमा खानु चाहिँ एकदम राम्रो छ होइन। चाहिँ यता छिर्नु होला। एकदम सस्तो मस्त एकदमै यम्मी एकदमै दामी छ है यम्मी कुल्फी चाहिँ। यम्मी कुल्फी जम्मा 20 रुपियाँ हो। यस्तै बाइक भएको होइन हिँडेर जानै पर्थेन। के गर्नु अवस्था नाजुक छ होइन। हामी चाहिँ लखर हिँड्नु परेको छ यस्तो गर्मीमा। कतिको गर्मी भइरहेको जस्तै। अनि तर अहिले कुल्फी खाएर चाहिँ गाई हल्का शीतल भइरहेको छ। तर कुल्फी नि भ्याइयो सक्यो। अब नखाऊँ होला। अब पैसा नि छैन। अब नखाऊँ होइन। त्यस्तै हो। हामी चाहिँ लखर हो माइ गड सुर्खेतमा जोस्। सुर्खेतमा गाई बिस्तारै जोस् यो हुँदैछ। विकसित हुँदैछ। जस्तै हो फर्स्ट टाइम भगाइदिनु लाग्यो। हल्का नर्भस फिल चाहिँ हुने रहेछ। तै पनि हजुरले राम्रो मानेर हेर्नु होला। नराम्रो कमेन्ट नगर्नु होला होइन। उत्साहित हुने कमेन्ट गर्नु होला। हामी अहिले दैलेख रोडमा आइसक्यौँ। त्यहाँ माथि रहेको छ कालिङ चोक। अनि यता चाहिँ तल चाहिँ अब यो बिच बाटो सर्टकट बाटो गइरहेछौँ। सर्टकट बाटो। अब चाहिँ हामी एकैछिनमा पुग्नेछौँ गण्डकीको। गेम चाहिँ नभ्याएको छ। हामी चाहिँ ठ्याक्क 10 बजी हिँडेको हो। फाइनल्ली अहिले क्रिकेट म्याच भइरहेको ठाउँमा आइसक्यौँ है। अब क्रिकेट म्याच चाहिँ यता भइरहेछ। हामी चाहिँ बाहिर छौँ। अब हामी एकछिनमा भित्र बसेछौँ है। हामी माथिदेखि जाने हो कि यहाँबाट गेम भइरहेछ। कर्णाली प्रदेशको गण्डकी प्रदेशको गेम भइरहेछ। हामी चाहिँ उता माथिदेखि जाने हो कि उहाँदेखि जाने हो। हामी चाहिँ माथिदेखि शीतलमा बसेर हेर्ने कि हामी मस्त आनन्दसँग। त्यो घेराबन्दी गरेको छ यहाँ।
पहिला चाहिँ हामीले रनिङ गर्ने ठाउँ हो तर अहिले चाहिँ गेम हेरेर फर्किसकेको छौँ। गेम चाहिँ एकदमै रमाइलो भयो। गण्डकीले चाहिँ गाई जाँदा खासै राम्रो खेलेन तर 10 ओभरमा चाहिँ 5 विकेट गुमायो गण्डकी प्रदेशले र कर्णाली चाहिँ 10 ओभरमा 5 विकेट लिए र खेल चाहिँ अझै पनि जारी रहिरहेको छ। त्यही पनि हामी चाहिँ गेम हेर्न झ्याउ लागेर चाहिँ हामी फर्किसक्यौँ। कर्णाली प्रदेशले जित्छ होला सायद। एकदमै राम्रो खेलिरहेको छ कर्णाली प्रदेशले फर्स्ट बलमै फर्स्ट विकेट लिएको थियो। एकदम बवाल कर्णाली प्रदेशको 14 नम्बर खेलाडीले कर्णालीको 14 नम्बरको प्लेयर चाहिँ एकदम बवाल थियो। ब्याटिङ झन् बवाल गरिरहेको थियो र बलिङ पनि फर्स्ट बलमै फर्स्ट विकेट लगेको थियो। अलराउन्डर 14 नम्बरको चाहिँ बवाल थियो कर्णालीको। अनि पर्ला जस्तो गरिरहेको थियो सूर्यतिर पानी पानी पर्छ होला अहिले चाहिँ अलिक मौसम नराम्रो छ। नजिकै आइसक्यो होइन। अब चाहिँ यसो घुम्न गएर खाएसँग खाने हुन्छ। अनि खाजा खानलाई के लगाउने हामी चाहिँ केरा लगाउने। अनि केरा र के लगाउने अब केरा र चाउचाउ लिन गइरहेको छौँ। अब रुममा गएर भोक पनि लागिरहेको छ। अब भोक लागेपछि त खानै पऱ्यो। रुममा केही छैन त्यही भएर यहाँबाट अब पैसाको मालिक चाहिँ उहाँ हुनुहुन्छ। उहाँले अब यसो चाउचाउ लगाउने अरे चाउचाउ र पास्ता खाने हुन्छ। अनि अब आजको भोक चाहिँ मिलाउनै पऱ्यो नि त होइन। पास्ता र चाउचाउ मस्त हुन्छ। चाउचाउ किन्ने मान्छे त यहीँ हुनुहुन्छ है। मसँग पैसा नि थिएन। गजब बेइज्जती है। दूल्हा को नाश्ता के लिए कौन इंतजार कराता है। रुम आइसकेको छौँ। हाम्रो रुम पनि यहीँ नजिकै हो। अर्को नयाँ भ्लगमा भेट्नेछौँ। यदि मेरो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नु होला र बेल आइकनलाई अलमा थिच्नु होला। अनि मेरो भिडियो अनुसार हजुरहरू हेर्न सक्नुहुन्छ। लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु होला। हस् त धन्यवाद। अब अर्को भिडियोमा भेटौँला।